बराबर हुनुपर्यो नि सानो हाइटवाला मान्छे कहिले बुढा हुँदैन होइन अनि त्यही भन्ने चित्त बुझाउने हो तपाईँको च्याउ के हो गरे मासु भन्दा पनि सोचे झै रहेनछ परदेश त हेलो गाइज वेलकम छ मेरो न्यू ब्लगमा साथीहरू आज चाहिँ हामी चाहिँ पसलदेखि आइसकेका छौँ सुशीलले चाहिँ रुम खोल्दै हुनुहुन्छ हामी चाहिँ रुममा जाँदैछौँ है आज तरकारी के खाने सानो तरकारी आज मसरुम खाने हो भर्खरै आयो 11 बजे हाम्रो छुट्टी हुन्छ त छिटो ढोका खोल्नु त के खानुभएको भोक लाग्यो साथीहरू हाम्रो रुमको हालत हेर्नु त आमा के साह्रो यस्तो कस्तो जाडो हो सानो जाडो भएको त राम्रो हो त लास्टै गर्मी छ बाहिर भित्र लास्टै जाडो छ सानो यो कहिलेको गरे के यो भात खाना बिहानको सो साथीहरू अहिले चाहिँ सामानहरू सबै लिएर गइसकेका छौँ है हामीले अब चाहिँ सुशीलले के गर्न आउनु छ हेरौँ है मैले पनि हेल्प गरेको सामानहरू लैजानुको लागि सुशीलले के गर्दै हुन्छ हेरौँ सानो के गर्न आउनुभएको के गर्न आउनुभएको के बन्दैछ आज हुन्न क्या सानो म अहिले खान्न यो चाहिँ हाम्रो सानो चुलो अनि आज चाहिँ मसरुम खाने गरेर सुशीलले त्यही भएर मसरुम लिएर आएको थियौँ अनि नयाँ कराईमा नयाँ राइस कुकरमा भात पकाएको देखाउँछौँ भनेको थियौँ साथीहरू त्यो चाहिँ भएन है किनकि हिजो चाहिँ हामी धेरै राति भइसकेको थियो हाम्रो रुम पनि हामीले सिफ्ट गरिरहेका थियौँ त्यही भएर हिजो चाहिँ 1-2 बज्यो अनि ब्लग गराउने पसाल्नु भयो हेर्नु त फुल भएको राइस कुकर कस्तो राम्रो छ राइस कुकर बसाल्दिए हैन अब यहाँ बन्छ हाम्रो सब्जी थका लाग्यो हैन बुढो पेट भोको छ है नहाल्नुको सानो त्यत्रो म अहिले खाँदै खानु अनि भोलिलाई चाहिएन भोलिलाई पनि आजै बनाउनु पर्यो त हो र सुशीलको दिमाग हेर्नुभयो साग पनि ल्याएको साग कि भोलि बनाउनु चाहनु लास्टै भोक लागेको छैन क्या मलाई त फेरि भोक लागेको छैन भोक लागेको छैन टमाटर एउटा हालौँ हैन अनि प्याज पनि एउटा सबै मसला एकदम अड्कलेर हाल्दै हो र कहिलेबाट यस्तो हुनुभयो सानो एउटा परदेश आएबाट यस्तो हुनु मसले यो भयो हैन यो चाहिँ परदेशको किचन है अरूहरूले चाहिँ यसमा पकाउँछौँ हामीले चाहिँ यसमा पकाउँछौँ है किनकि हामी बुढाबुढी मात्रै छौँ नि त धेरै खाना पनि पकाउँदैनौँ हामीले त्यही भएर अनि यो चाहिँ लसुन लसुन भ्लग गराउँछु भनेर भ्लग गराउनु त सुरु गरेँ साथीहरू हात चाहिँ लास्टै दुख्दो रहेछ मैले चाहिँ सुशीला तपाईँले खाना बनाउनु म भ्लग गराउँछु आज चक्कु ल्याउनु भएन भ्लग गराउँदै जाऊँ कि नगराउँदै भ्लग गराउँदै जान्छु मलाई चाहिँ यस्तो थकै लाग्यो कि यो हात आज मेरो त्यत्तिकै पनि दुखिरहेको थियो खै किन यत्तिकै दुखिरहेको छ आज हात झन् अहिले भ्लग गराउनु लाग्यो झन् कस्तो दुख्यो कि चक्कु कहाँ छ अब कहाँ छ चक्कु कुन दुनियाँमा छ भन्ने कुरो थाहा छैन भेट्यो है चक्कु भेट्यो काँक्रा दुईवटा नकाट्नु है अहिले यो धुनु है सर्लको सबै सपिङ बोर्ड पनि धुनु न सानो मैले कराई माझ्दिएँ साथीहरू मैले चाहिँ कराई माझ्दिएँ है कराई माझ्दिएँ यो च्याउ यो हो टमाटर प्याज लसुन भात पाक्दैछ हाम्रो ग्यास यही हो यस्तो छ हाम्रो लाइफ कस्तो लाइफ जस्तो सुनि होस् मतलब भयो के तर छिटो भन्नु न तर राम्रो हुनु पर्यो के मतलब हो ल है साथीहरू त्यस्तो भन्नुभयो सुशीलले के भन्न खोज्नु भएको मैले चाहिँ बुझिनँ है के भयो च्याउ त यस्तो ड्यामेज भयो जस्तो छ कि अलिकति हैन हो ड्यामेज भएको र कटिङ गर्नु त
त्यस्तै हो क्या त्यसको डिजाइन हो त्यसको कालो र यो कहाँ बिग्रेको यसको डिजाइन हो बाहिर सेतो भित्र कालो मैले थाहा पाइसकेँ मैले चाहिँ यस्तो कुराहरू छिटो थाहा पाउँछु है साग के गर्नु सानो साग बनाउँदैन बनाउने हो कति बच्छ त्यसो भए त हाम्रो त एक बच्छ फेरि आज पनि बच्चा कति बच्छ त बहुत छिटो हो र तपाईँको च्याउ के हो गरे फेभरेट हो मासुभन्दा पनि साँच्चै बहुत फेभरेट च्याउसँग भात कति खानुहुन्छ धेरै रोटी खान मन लागेको छैन रोटी अँ रोटी मन पर्दैन हामीले चाहिँ कपडा पनि चेन्ज गरेको छैन भने साथीहरू जस्तो कपडा आएको थियौँ त्यस्तै आएर खाना बनाउँदैछौँ म चाहिँ भ्लग गर्दैछु किनकि सुशीले नै खाना बनाउनुहुन्छ धेरै जस्तो मैले चाहिँ अलिक कमै बनाउँछु त्यही पनि आज एकचोटि भ्लग गराइदिइहालौँ न हाम्रो साथीहरूलाई हाम्रो के छ अपडेट दिउँ भनेर मैले भ्लग गराउनु लगाएको हो अनि आफूले भ्लग गराउने बुढोलाई खाना पकाउनु चाहिँ नभन्नु होला है प्लिज रिक्वेस्ट हम्बल रिक्वेस्ट गर्छु है यो चाहिँ मैले के कसो सानो पुरी बनाइदिउँ के च्याउ च्याउ त पुरै त गराउनु पऱ्यो कहाँ राख्नु त नि दुबई आएपछि थाहा भयो कि अँ कति के चिज कति महँगो हुने रहेछ हो र त्यही भएर म भन्न चाहन्छु जति पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ एकचोटि घर छोडेर परदेश चाहिँ लाग्नुपर्छ चाहे त्यो इन्डिया किन नहोस् कमाउनुको लागि सानो कमाउनुको लागि पनि अनि तर हामी के भाग्यमानी भन्ने कि के भन्ने तर हामी जहाँ पनि जान पाछौँ सँगै के सँगै गयो दुःख पनि सँगै गरेछ सुखको पल पनि सँगै लिएको छ के हामीले के कसैलाई केही भन्न मिल्दैन कि दुईजना मिले तिमीले धेरै कमायौ मैले धेरै कमाएँ त्यो भन्नै मिल्दैन है किनकि हामीले बराबर नै दुःख गरेका छौँ इन्डियामा नै हामीले बराबरै दुःख गरेको सुशीले जति काम गर्नुभयो सायद स्यालेरी मेरो थोरै थियो होला तर काम चाहिँ त्यही थियो बराबरै थियो के भन्न चाहन्छु यस विषयमा एक नम्बर त्यही हो साथीहरू गाह्रो छ परदेशी जीवन है अझै कति कति अब हामी बुढाबुढी सँगै छौँ दिनभरि पनि सँगै भइन्छ कति गएको त अब विदेशमै हुनुहुन्छ नि त होइन अब सुख दुःखको कुराहरू गर्न मिल्दैन अब नेपाल राति विदेशमा राति हुन्छ अनि नेपालमा बल्ल अनि बिहान पखाएको निद हुन्छ नि त अहिले त अब मस्त सुतिराख्नु भएको नि त घरमा त अनि बोल्न मिल्दैन फ्यामिलीहरूसँग त्यही भएर गाह्रो छ छिटछिटो कमाउनु पर्छ छिटछिटो जमाउनु पर्छ त्यही त हो कि नै हो सही हो के अरे पहिला क्या सानो बाबा मम्मीले कमाउँदाखेरि क्या पैसा यत्तिकै आउँछ बाघको मुखदेखि ल्याउने हो भनेर भन्नुभएको थियो क्या तर बाघको मुखदेखि ल्याउनुको लागि सजिलो होला तर परदेश आएर कमाउनु चाहिँ एकदमै धेरै गाह्रो छ क्या एकदमै गाह्रो पनि मारिन्छ नि त त्यस्तो कुरा नगर्नु फेरि परदेशमा त गोली हाल्न लाग्यो भने त सिधै सकियो फेरि माहौल सक्यो साथीहरू सक्यो कसरी काट्छ यसलाई आफ्नो स्टाइलमा काट्नु जस्तै अब मसरुम पाक्दाखेरि यो पनि ठ्याक्क पाकिहालोस् त्यो टाइपले क्या सोचे झै रहेनछ परदेश त यसरी काट्नु यसरी यता हेर्दा फिङ्गर कटिङ के फिङ्गर काट्नु दामी हुन्छ नि यस्तो दामी हुन्छ बुढो मैले त नेपाल हुँदा खाना बनाउँथेँ नि फेरि नेपाल हुँदा इन्डिया हुँदा जतिखेर नि मेरो बुढोले चाहिँ मलाई यति हेल्प गर्नुहुन्छ क्या थ्याङ्क यू सानो लभ यु थ्याङ्क यू भनेको थ्याङ्क यू सो मच वेलकम भन्ने हो क्या वेलकम थाहा थिएन यार तिम्रो जयलाई पढ भन्दा मानेन अहिले मलाई आई लभ यु भन्न जानेनन् त्यस्तै सिन छ त हिजो के भएको साथीहरू त्यो भिडियो थियो नि टिकटकमा हालेको भिडियो त्यो चाहिँ सुशीलले हाल्नुभएको है त्यहाँ चाहिँ अनि जय भन्दा चाहिँ छोरी रहेछ पढ्न नजानेको भनेर कमेन्ट लेख्नुभएको थियो मलाई यस्तो हाँसो लागेको थियो तर त्यो चाहिँ सुशीलले लेख्नु भएको है कसले लेखेको सानो कसले लेखेको भन्नु त के अरे झुट्टा कुरा नबोल्नु है झुट्टा कुरा मलाई मन पर्दैन नि फेरि साथीहरू परदेशको लाइफ चाहिँ एउटा सिन कस्तो छ भन्दाखेरि यहाँ चाहिँ पानी भरेर राखिन्छ एकदमै तातो पानी आउँछ नि त तातो पानी आउँछ बाल्टीमा पानी भरेर राखिन्छ अनि आफू आएर नुहाउने टाइममा चाहिँ पानी हुँदैन कि बिहान उठ्दाखेरि पनि पानी तातै हुन्छ बेलुका नुहाउँदा पनि पानी तातै हुन्छ अरू कसैले युज गरिदिन्छ कि पानी चाहिँ यस्तो चाहिँ नगरौँ भन्न चाहन्छु किनकि सबैले आफू नुहाउँछौँ भनेर पानी राखिरहेको हुन्छ अनि अरूले आएर युज गरिदिन्छ अनि तातो पानीले नुहाउनु पर्छ कि छालै जाला जस्तो भएको थियो कि मलाई बिहान कति तातो हुन्छ नि तातो पनि अनि
यस्तो राति अब भरेर अब मान्छे अब त्यही सोचमा हुन्छ नि त त्यही भएर एउटा मान्छेले चाहिँ यता यता र यता त्यो बाल्टीको त्यो समात्ने हुन्छ नि त्यसमा चाहिँ अनि त्यो साङ्ला बाँधेर क्या त्यो कुकुरलाई बाँध्ने हुन्छ नि त्यो साङ्ला बाँधेर ताला लगाएको क्या देख्नुभयो हो त्यस्तै गर्न पर्ला जस्तो लागिरहेको क्या मलाई पनि यस्तो रिस्टेको बिहामा त के कुरा गर्ने अब धुन्न यो कस्तो फोरी हुनुहुन्छ क्या तपाईँ त्यो काटेर थोरै धुन्छन् धेरै मोटो फाल्ने होइन क्या धेरै लोभी हुनुभयो कति रामको थाहा कति दिरामको बहुत महँगो हो यो 3 दिरामको नेपालमा 1 किलो आउँछ नेपालको कुरा यहाँको हिसाब गर्नु लाग्यो भने त साथीहरू पागल भन्छ पागल त्यस्तो कुरा नगर्नु न बुढा कस्ता कुरा गर्नु त कस्ता कुरा गर्नु कस्तै पनि नगर्नु कस्तो गर्मी छ किचनमा नि एसी हुनुपर्ने क्या लास्ट गर्मी छ टमाटर कटिङ हुँदैछ कति मसिनो काट्नुभएको बुढो छिटो पाक्छ नि त ए ग्यास छिटो भइन्छ नि त सानो होइन ढिलो पाक्यो भने पाकेन ग्यास खाइन्छ क्या ए बहुत जान्ने हुनुहुन्छ क्या जानी त हुनु पर्यो त अनि नभएर हुन्छ आमा कति मसिनो होटल लाइनमा काम गरेको हो होटल लाइनमा हो र ल हेर अब यसलाई यसरी सट्ट सोर्ने यसलाई यहाँ राख्ने होइन अब प्याज कटिङ हेर मेरो यस्तो नेक्स्ट लेभलको प्याज काट्थेँ ए होइन मेरो स्टाइलको काट्छ मसरुम र आलु कटिङ भइसक्यो मलाई त खाना पनि जाँगर छैन बनाउन पनि जाँगर छैन अहिले बनाइसकेपछि नि खान्न मैले त बहुत जानेछ तिमीले गफमा त यस्तो त सबैको ठाउँमा यस्तै हो कस्तो जसको पनि बुढीले यही भन्छ के भन्छ बनाउने पनि जाँगर छैन खाने पनि मन छैन भनेर भनिन्छ नि लास्टमा जो बनाइसकेपछि फेरि ल्याउँछ भने सबभन्दा अगाडि तम्सिने बुढीहरू हो के बुढीहरू भनेको त नि फेरि मेरो त तिमी भइहाल्यो कि अरूको भनेको क्या हुन्न भयो आज त म खान्न लास्टै अपज होला अपज भयो मलाई त घाँटी छ नास्ता खाथ्यौ नास्ता खाएको नि त तपाईँले खानु भएन नि त मैले खाएन मलाई फेरि बाहिरको मन पर्दैन ए मलाई त मिठो लाग्यो मैले त खाएँ टन्न खाएँ काम तपाईँले गर्नुभयो सानो तपाईँलाई भन्दा बढी पसिना मलाई आएको छ कि यहाँ यसरी चपिङ गर्नुपर्छ क्या सो साथीहरू म चाहिँ एकछिन रुममा जान्छु एसीको हावा खान्छु कि लास्टै गर्मी भयो म फेरि एकदम मलाई लास्टै गर्मी हुन्छ कि म सहनै सक्दैन क्या होपलेस हुन्छ म त होपलेस हार्ट एट्याक आउला जस्तै हुन्छ हाय मम्मी जग पनि क्या खतरा खाएको फेरि हाय मम्मी अब आएर छपक्क खाना खाएर छपक्क सुत्न पाए त कस्तो आनन्द लाग्छ नि त यस्तो आएर पनि खाना पकाउनुपर्छ फेरि खाना खाऊ फेरि सुत फेरि जुरुक्क उठ्ने बित्तिकै नुहाऊ अनि त्यसपछि जाऊ फेरि आऊ त्यही बेलुका पकाएको खाऊ यस्तरी चलिरहेको छ हाम्रो लाइफ चाहिँ हामीले चाहिँ अहिलेसम्म देखाएको थिएनौँ आजदेखि चाहिँ देखाइदिउँ भनौँ न एउटा हिसाबले चाहिँ यस्तो गर्मी भयो लास्टै यहाँ चाहिँ वासिङ मसिनमा पनि 1 दिराम हालेर 1 दिराम हाल्नुपर्छ बल्ल वासिङ मसिन चल्छ के नत्र त चल्दैन यस्तो गर्मी भयो लास्टै सो साथीहरू मैले चाहिँ सुशीलाई पानी लिएर जाँदैछु है पानी तिर्खा लागेको रे आज बोतल ल्याउनु भनेको बोतल ल्याउन बिर्स्यौँ कि हामीले मान्छेहरू सब सुतिरहन् अनि आएर यहाँतिर हल्ला गरी भने फेरि कम्प्लेन हुन्छ कि गाह्रो छ सानो ल्याउनु पानी लाइट बालेर मैले प्लग गराएको किरमिर आएछ क्या यस्तो घाउ भयो कि लास्ट काँक्रा खाने ओके कता किनेको याद छ नि होइन मैले कति टिक्छ हेरौँ है तेल कति टिक्छ हेरौँ है
म चाहिँ फ्रुट खान मन लाग्थ्यो कि सानो आज अनि आफ खान्छु म त तपाईँ खाना खानु है खाने हो भुट्यौ अब अनि के न कटिङ गरेर न धोएर त्यतिकै भुटिदिउँ गरे साग भोलि पकाउन लाग्यो भोलि दिउँसो आएर परक्क भुटाउनु लाग्यो सानो लास्ट धो पकायो अहिले हेर्नै सकेको छैन कस्तो निन्द्रा लाग्छ हिजो पनि कति 3 बजी 4 बजी राति पानी पिउनु न बुढो मैले देखेन के यो ग्यासको पकड़ा हुँदै रहेछ किन बर्दिया तपाईँको कञ्चनपुर हामी त एउटै छेउछाउको मान्छे हो नि त बर्दिया मधुबनतिर जाने मधुबन नगरपालिका हो क्या गएको छैन ए यो हाम्रो यता यो किन्डर कास्ट कलेक्सन छ नि त अहिले हेलो हेलो हजुर हामी 3 नम्बरमा छौँ अहिले देख्नु भएको छैन खाना खानुभयो यो यतापट्टि 3 नम्बर छ नि यतापट्टि हजुर कति नम्बर हो त कस्तो दुबई लाइफ कस्तो चल्यो भोला गराइरहेको अब हामी नजिकै छौँ यसको छमै छौँ पसलमा नि आउनु होला नि पसल देख्नु भएन मसरुम इनको हाइट कम छ के त्यही भएर हामीले के छैन बराबर छ हैन बराबर हुनु पर्यो नि सानो हाइटवाला मान्छे कहिले बुढा हुँदैन हैन अनि त्यही भन्ने चित्त बुझाउने हा दिदी अनि अब हामीले यस्तो माथि उयसमा हिँड्न खोज्यो भने भेट्न खोज्यो भने केही भेटिँदैन अब चित्त त बुझाउनु बहिनी र म तरकारी हाल्नु भएको रमाइलो हुन्छ है आफ्नो हिसाबमा खाना बनाइन्छ बसिन्छ सबजना मिलिन्छ यस्तै चाहियो हामीलाई पनि यस्तै चाहिएको के सबजना एकदम राम्रो हो के इन्भाइरोमेन्ट सबै राम्रो भयो सबै इन्भाइरोमेन्ट राम्रो तर पानी चाहिँ युज हुने रहेछ पानी त्यो साङ्ला बानेर राख्नु पर्ला जस्तो लाग्यो मलाई साङ्लालाई पुरा फ्राई गर्दै खाने क्या नै के त्यो बानेर नि त एउटा बाल्टीमा देख्नु भएन त्यस्तै त्यो जम्मा गर्दै पुरै फ्राई गर्दै पानी चाहिँ युज गर्ने रहेछ नि गुजराती हामीले के बनाउनु भयो बुढो यस्तो खारै आउने गरेर कहाँको पानी वासरुमको ओके ए त्यो त जसले नि युज गरिदिन्छ यार भएर राखेको पानी चिसो पानी आउँदैन तातो यस्तो त्यो के भन्छ नि खुइलिने पानीमा अनि हुँदैन त होइन अनि किनकि उसले अरूले राखेको हुन्छ नि त भरेर अरूले नुहाउने भनेर आशाले राखेको हुन्छ म आज अब आफूले भरे पनि अब त्यो अब चिसो पानी दियो भने मान्छे अब बिहान उठिन्छ अब जो काम हुन्छ त्यसले चलाइदिनु म मेरो त फिक्सै हुँदैन कस्तो भयो बुढो हजुर कस्तो भयो एकदम राम्रो हुँदैछ किन अरू तपाईँ त बोल्ला नि बोल्नु आमा यहाँ लाग्यो हो देखिनु काम गर्ने ढङ्ग त छैन क्या फेरि त्यो कसले धुन्छ अब वासिङ मसिन थोरै धुने आफै त हात खुट्टा लगाएर जान्न होला त्यहाँमा लैजाने मान्छे पनि त चाहियो सानो वासिङ मसिनसम्म लैजाने कसले मैले अनि फेरि वासिङ मसिन धुन्छ किन भन्नुहुन्छ के हो कि झन् सेतो टी सर्ट लगाएर अलि पानी हाल्नु पर्यो दबाएर म त लास्टै गरिदिनु भयो सानो पानी चाहिँ दबाएर हाल्नुपर्छ कि पानी धेरै सोच्छ कि सोच्छ भने त खलौरे पानी पनि हालेको नि सानो किन मेरो पकाउने स्टाइलै छुट्टै छ अनि
त्यसले तिर लाग्यो भने त 2 दिनमा एक घन्टामा भ्याइन्छ यार हो तर लाइनमा हाल्दा ठिकै हुन्छ आफ्नो बोतलमा सार्दिन्छ के ए ऊ साग्दिनु तेल दिनु म एकैछिन रेस्ट गरेर आउँछु फेरि ल यो साग्दिनु न हेर साथीहरू अलि माथि उचाला क्यामेरा सो साथीहरू म चाहिँ गएँ रुममा सुशील उहाँ छन् यहाँ एक्लै बस्न नै मन लाग्दैन उहाँ जाने बित्तिखेर यस्तो गर्मी हुन्छ क्या मेरो मुटु हजुर के गर्नु आउनुभयो पानी हाल्नु अब कस्तो माया लाग्यो मलाई तपाईँको र ठिक लाग्यो ल यो राख न यार टी स्ट्रिट नभन माया दया नभन काउले पार्ने बानी नगर यो के भन्छन् यो सागहरू यो सबै यो यहाँ थन्काउ यार सानो के तरकारी आएन आउँदैछ कि आउँदैछ यार 2 मिनेट कोसँग गफ गर्नुभएको तपाईँले कोहीसँग के गफ गर्ने हो तरकारी म लिएर आउनु छु ल रेडी भएर बस है सानो के रेडी गरेर बस्ने र ल त्यो यो पानी सानी जगमा हाल त पानी जगमा हालेर बस त म आइहालेँ ल भर्खरै आइहालेँ म त भुसुकै सुत्दिनु जस्तो भयो केही नगरेर भयो सक्यो यार आएछ साथीहरू ल तरकारी पनि आयो है तरकारी पनि आयो यसमा पानी सफा भएको तिमीलाई भन्दा थाके तर पानी छ मलाई यस्तो निन्द्रा लाग्यो है भुसुक्कै सुत्दिनु जस्तै भयो मलाई यस्तो थके लाग्यो आज लास्टै भयो यो हात त झन् चलाउनै मिलेन खै किन हो दुखेको आफै दुखिरहेको क्या थाहा पाएन किन दुखिरहेको भनेर मुख पनि धोएन म सुत्दिनु जस्तै भयो लास्टै भयो निन्द्रा लाग्यो सानो बहुत मिठो निन्द्रा लाग्यो क्या मलाई त अब यो ग्यासलाई त राख्नु पर्यो त यो नभए त फेरि भोलि त फेरि आगै बल्दैन हाम्रो यो बाल्न आउँछ सानो तपाईँलाई पहिलेदेखि अलि साम्रो रहेछ जो हो नत्र ठिक छ सो साथीहरू तपाईँहरूले देखिहाल्नु भयो खाना कसले पकायो भनेर यिनी चाहिँ यहाँ बसेको गरिन् अनि यतापट्टि चाहिँ मैले खाना बनाएर ल्याइसकेको छु परदेशको जिन्दगी यस्तो हुन्छ मैले तपाईँहरूलाई एउटा ब्लगमा देखाएको मात्रै हो होइन जो बाहिरी लाइफ हुन्छ जो भित्री लाइफ हुन्छ एकदमै डिफ्रेन्ट हुन्छ 12 बजेर 9 मिनेट माया छ सबैजनालाई 12 बजेर 9 मिनट भयो ल ठिक छ अब हामी खाना खान्छौँ सबैजनालाई एकदम धेरै माया छ माया गरिदिनु होला भ्लग हेरेर तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला अहिले यस्तो अवस्था छ अबको 2 वर्षपछि चाहिँ कस्तो अवस्था हुन्छ भन्ने कुरो हो क्या के गर्छ त्यस्तै हो तर चाहिँ मैले चाहिँ खाना बनाउँदैन भन्ने कुरा चाहिँ होइन सानो मैले नि गराउँछु त्यस्तो नआत्तिनु न यसले पनि बनाउनु त बनाउँछ नि त्यस्तो होइन ल ठिक छ ल माया छ सबैजनालाई बाई गाइस फेरि भेट्नेछौँ हामी नेक्स्ट ब्लगमा